युवा मन्त्री बब्लु गुप्ताले दिए पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई 7 दिनभित्र जग्गा खाली गर्न अन्तिम चेतावनी। नेपाल स्काउटले राजधानीको लैनचौरस्थित आफ्नै जग्गा कब्जामा राखिरहेको कांग्रेस नेता दीपक खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रणालीलाई अकेउता रकम तिरी 7 दिनभित्र जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको छ। स्काउटले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि कानुनी प्रक्रिया पूरा हुँदाहुँदै पनि कम्पनीले अटेर गरेको जनाउँदै अन्तिम पटक 7 दिने अल्टिमेटम दिएको हो। सार्वजनिक सूचनामा भनिएको छ बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ। तोकिएको समयभित्र रकम नतिरे तथा जग्गा खाली नगरे सम्झौताका प्रावधान र मुलुकी देवानी समिति 2074 बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गर्नेछ। लैनचौर काठमाडौँ महानगरपालिका वार्ड नम्बर 26 साबिक 29 मा रहेको किता नम्बर 10 को झण्डै 3 रोपनी जग्गा 2065 सालमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट बीच 10 वर्षका लागि भाडामा सम्झौता भएको थियो। सम्झौता अनुसार 75 सालमा अवधि समाप्त भए पनि कम्पनीले जग्गा खाली नगरेपछि विवाद अदालतसम्म पुगेको थियो। नेपाल स्काउटका अनुसार कम्पनीले सम्झौता अनुसारको बक्यौता रकम समेत तिरेको छैन, सूचनामा भनिएको छ। यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, युवा मन्त्रीज्यू यी खड्काले स्काउटको जग्गा लिजमा प्रयोग गरे बापतको 3.5 करोड रुपियाँ अझै तिरेका छन्। देशको सम्पत्ति खानेबाट पाई पैसा फिर्ता हुनुपर्छ। औंला टेढो बनाएर भए पनि भाडा असुल हुनुपर्छ। नो इफ नो बट। व्यवस्था भन्दा व्यक्ति हावी, कानुन भन्दा व्यक्ति शक्तिशाली, देश भन्दा व्यक्तिमाथि। अब जेनजी बब्लु गुप्ताहरूको युगमा हुनुहुँदैन। लुटेराहरूका लागि यो देश स्वर्ग र फटाहरूका लागि कमाउ धन्दा अब बन्न सक्दैन।